हेलो साथीहरु, आज चाहिँ हामी दरबारको मेला हेर्न जाँदैछौँ। यो चाहिँ भिड, यो चाहिँ खेलौनी कुराहरू। यहाँ चाहिँ हेर्न कति धेरै स्टलहरू लागेको थियो। अनि हामी चाहिँ यहाँ पिङको भ्यू हेर्दै हेर्दै कुराकानी गर्दै गफ मार्दै टक्क लाएर है डान्सतर्फ गयौँ। यो दिदीले चाहिँ विदेशी डान्स गर्दै हुनुहुँदो रहेछ। यतिकैमा बिन्ता दिदीको एन्ट्री भयो। बिन्ता दिदी फेरि कस्तो राम्रो नाच्ने। हामी पनि बिन्ता दिदीसँग डान्स गऱ्यौँ। यहाँ सुप्रियाले चिज भने अनि यतिकैमा बेलुनहरू हेर्दै हेर्दै यो भिड भडाकामा बल्ल बल्ल सास फेर्दै लाग्यौँ मिठाईहरू भएतर्फ। हेर्नुहोस् न कति धेरै मिठाईहरू थियो कि साथीहरू, कुन लगम भएको थियो। अनि यता हेर्नुहोस् न, हामीले फाइनली मिठाईहरू किनिसक्यौँ। यतिकैमा हामी लाग्यौँ खेलौनी कुरा किन्न। अनि यो चाहिँ मैले मेरो भाइलाई किनिदिएँ, अनि किन्न नपाउँदै यसले उडाइदिए। अनि यहाँ चाहिँ हाम्रो साथीहरू भेटिनु भयो। यतिकैमा मलाई चाहिँ कस्तो यो गेम खेल्न मन लाग्यो कि साथीहरू हेर्नु। अनि म गेम खेल्न लागि स्प्राइटमा पऱ्यो तर मलाई दिएन। अनि यो चाहिँ पिङको भ्यू। अनि यतिकैमा हामी गयौँ, भिडियो बनायौँ टक्क। यो मैले उडाएँ। त्यसपछि कति रमाइलो भएको थियो हेर्नु न साथीहरू। यतिकैमा हामी लाग्यौँ अगाडितर्फ टक्क लाएर अगाडि जाँदै गर्दै हेर्नुहोस् न, यो अङ्कल फेरि बाटैमा सुत्नु भएको। पक्कै नि घर टाढा भएर होला। मैले चाहिँ मेरो भाइको लागि यो किनिदिएँ अनि चस्मा किनिदिएँ। सो यही हो गाइजहरू। अब चाहिँ नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।